हामी सम्पूर्ण टोली चाहिँ केवल कारमा चढेर जिजसको खेतमा जहाँ उहाँ फास्टिङ बस्नु भएको थियो त्यहाँ जाँदैछौँ। हेर्नु होला। यहाँ चाहिँ जिजस चाहिँ व्रत बसेको रहेछ 48 दिन 40 दिन कति दिन हो यो चाहिँ डरलाग्दो चट्टानमा बनाएको छ यहाँ। सो गाइज it's a cave actually. So see, Jesus was here. I think he sat fasting over here for 40 years or something like that. के रहेछ जिजस चाहिँ फास्टिङ बसेको रहेछ त्यस्तो भन्दैछ र अन्जेलासित हाम्रो साथीहरूसँग आएर एकदमै ओडारमा बनाएको रहेछ एज अ केभ राम्रो रहेछ। अन्त यहाँ हामीलाई उहाँहरूको के होला बस्ने स्नान गर्ने यहाँ बस्ने होला है उसको सिंहासन होला यो चाहिँ है त्यस्तै रहेछ बजेर आउँदैछ। र यहाँको ड्रेस कोड चाहिँ तपाईँको सर्ट्स चाहिँ उयो हुँदैन रहेछ दिँदैन रहेछ चाहिँ यहाँनिर पनि देख्छ है ट्रेडिसनल ड्रेस ट्रेडिसनल एउटा ड्रेस रहेछ यिनीहरूको अब त्यो दिँदो रहेछ एकदमै राम्रो। र अब खुसी छु हामी पनि होइन यस्तो पवित्र जग्गामा आएर एकदमै खुसी लागिरहेको छ। र भगवान्ले चाहिँ सबैलाई एउटा स्थानीय दियोस् काम गरेर खाने है मुस्लिम बिजुको सबैलाई रोकस त लागोस् तर जातिले रोकस त लागोस् होइन सबैलाई चाहिँ हामीलाई बलबिन्ती दियोस् भन्ने र जति पनि जाति अनुसारको कुराहरू छ त्योहरू चाहिँ सबै माफी जाओस् होइन माफी गरिदियोस्। भगवान् श्रीकृष्ण भन्नु पनि जिजस भन्नु पनि एउटै हो सबै God is one. So I believe I in Hindu also believe in Jesus because he is also a God, a son of God. So okay, my Anjay Dada and I is here to chance. मेरो